अब यहाँ आउँछ अरे है उता जाँदा यहाँ तल मलाई भन्नुभएको उयो हो बडी अनि त्यो तलको देखिन्छ नि धानको त्यहीबाट हिँड्ने हो नि त ल गाइस हाम्रो चाहिँ मेन अफिस आयो है को जाने हो अफिस आएको छ ओह्रालो है हेलो दिदीहरू एकैसोले 3 जुरे भन्नु 1 2 3 भनिदिन्छु कि 1 2 3 3 जुरे भन्नु न हो हामी अहिले पश्चिमै हिँड्दैछौँ नि त पूर्वै गाना बजाउनु भन्नु न म बजाइहाल्छु बेलैमा घुमेन भने पछि के घुम्नु पुरस्कारमा हेलो गुड मर्निङ सबैजनालाई हामी चाहिँ अहिले टम्मरमा आइपुगेका छौँ टम्मरको पुलमा आएको अवस्था हामी समेल दाजु यता यता यस्तो छ है साथीभाइहरू हामी तम्मरमा अहिले हाम्रो ब्रेकफास्ट टाइम भयो है ब्रेकफास्ट हाम्रो यत्रो खाइसकिन्छ कि होइन ब्रेकफास्ट माया कस्तो लागिरहेछ विष्णुजी मरद छ त हौ थुक्पा त पर्क गाइजहरू थुक्पा त अनि बड्का प्लेटमा छ त नि गाइजहरू बड्का प्लेटमा यता हाम्रो राज भाइलाई हेर्नु न ह्यान्डसम भाइलाई यो दाजु झन् कति ह्यान्डसम आमा गोरो न गोरे मुखेरे काला चस्मा सावित्रा दिदी उहाँ अघि मात्ने मान्छे अहिले ग्वाम्तिरहेछ मात्ने मान्छेहरू त ममा हतार हामी पनि यता छौँ दाजु जत्रो रहेछ मेरो हाइट त मेरो चाहिँ यहाँ छ है मेरो यहाँ छ यसलाई चट्ट पारेर हामी खानालाई जन्मेकाहरू खाऊ भने मुलुङमा पार्कमा आयो हामी मुलुङमा पार्क जाँदैछौँ यहाँ रहेछ मुलुङमा पार्क जाने हो हामी गाइज लाग्यो आइच तल्ला चाहिँ पहाडको घरहरू चमुलुङमा
ल आदमले लुङ्गाहरू भन्दै पहाडको घर हेर्नुको लागि यत्रो कष्ट गाह्रो छ। लाग्यो चमलुङमा पाहाडको घर। सरर पानी घट्टामा भन्ने लाउनु न। गुराँस यता पनि रोपेको रहेछ। चमलुङमा पार्क यस्तो चाहिँ रहेछ घरहरू, पहाड स्टाइलको घर। खोज्दा गर्नुभयो दाजुले। यो त भिडियोको रहेछ। रुक्ने आज चाहिँ हामी आइपुगेको छौँ है तिनजुरेको गुराँस फुलेको ठाउँमा। अनि यहाँ चाहिँ आरआर गार्डन मान्छे पुरै हिँडिरहेछ। यस्तो छ टोइलेट बाथरुम। यता फुलिरहेछ फुलहरू। साथीहरू यस्तरी फुल्ने चाहिँ गुराँस यस्तो मजाले फुलेको। सेतो गुराँस हेरौँ है साथीहरू। अनि मुनि चाहिँ रातो गुराँस। सेतो गुराँस रातो होइन यो पिङ्क हो। त छाया परेर राम्रो देखेन। गुराँस नभए त यहाँ हाम्रो त बिचल्ली भइहाल्छ। ल है सावित्रा दिदीको फेरि भाइरल हुनेवाला छ भ्लग तिनजुरेमा। चट्ट लाएर यता बिस्ना दिदी पनि दुईजना पुरा अब होइन तिनजुरेको ठाउँमा नाचेर बिन्दास पाराले नाचिरहेछन् दुईजनाहरू। ल है अब हामी घर जान लाग्यो। तिनजुरेको बसाइ रमाइलो भयो साथीहरू। यस्तो गुराँस फुले थियो। गुराँसको एउटा हाँगासँग हामी रमाइलो गऱ्यौँ। तर हामीलाई टिप्नै दिनु भएन। टिप्न चाहिँ भनेर भन्नुभयो कि त्यही भएर हामीले नटिपिकन टक्कसँगले हामीले चाहिँ टक्क नटिपिकन होइन फोटोहरू खिच्यौँ।
धेरै छ गुराँस गुराँस। यहाँ यस्तो मजाले झ्याप्पैसँगले फुलेको छ। यता